गाइस कैमरामैन जल्दी फोकस करो मैले च्यानल खोलिसकेको छु अब हामी चाहिँ आज लुवाङ जाने सल्लाहमा हिँडेको छौँ हामी म र पुच्ची दाइ हिँडिरहेको छौँ होइन गाइस यहाँ चाहिँ अब हिँड्दैछौँ हाम्रो टुकटुके सानो टुकटुके छ गाइस मैले चाहिँ अब आज दाइको बाइकमा जाने भनेर हिँडिरहेको छु त्यो भएर आज मैले अर्को बाइक ल्याएको छैन होइन त्यो अब हाम्रो गाउँभन्दा अलिकति उस्तो निक्लेको छौँ हामी मुसनी भन्ने ठाउँमा आइसक्यौँ डाँडामा आइसकेको छौँ डाँडाभन्दा मुनिपट्टि देश हो गाइस होइन गाइस गण्डकी बाटो हेर्नु गाइस बाटो बएर पाइने यतै होइन हामी चाहिँ अब बएर खाने होइन गाइस बएर अब चिन्नुहुन्छ कि हुन्न होइन गाइस अहिले म देखाउँछु सिटी गण्डकी ठिकै हो होइन अब त्यसको बाटो नि अब त्यस्तो अवधारै होइन अब ठिकै छ यतिको बाटो होइन जाने बेला मात्रै आउने बेला अनि हाम्रो नेपाली अहिले चाहिँ फेरि अलिक कममा छ नि त गाइस हाम्रो जेन्जी आन्दोलनले फेरि रमाकाम मचाइदिएछ अनि त्यो भएर अलिक कममा छ अब चाहिँ हाम्रो नेपालले पुरानो यता हाम्रो जेन्जी आन्दोलनले चाहिँ रमाकाम तिमीहरूलाई सपोर्ट गर्ने केटा हो भन्ने पाइन्छ केटा हो किशोर भाइ मैले चाहिँ फाइनली केटा हो भन्ने तिमीहरूले चाहिँ ठिक्का हान्ने क्या तिमी अर्जेन्सी हो नि त बाटो त वाइल्डै रहेछ हाम्रो दाजुहरू अब स्कुटर लिएर आउनुभयो हामी चाहिँ यस्तो टुकटुके उयोहरूलाई गिटी बालुवाको खानी कति चाहियो गाइस मेरो भन्न मिलेन गाइस हेर्नु मेरो भाउ त कति चाहियो कि भनिदिन्थ्यो तर मेरो भन्न अस्ति गएको होइनस् कहाँ लाचोक पुरा हामी कहाँ उता उसमा गइयो त नि घाचोकसँग हो घाचोकसँग त ठिकै छ कोही ठाउँ उस भयो पिस भयो कोही ठाउँ चाहिँ भएन अन्त त यस्तै छ हामी चाहिँ आज मर्निङमा अब चाहिँ फेरि हाम्रो अब सबै गाउँमा यता भुलिएर मैले भ्लग बनाउन बिर्सेँ सब ब्याक त्यो चाहिँ मेरो तेस्रो गीत हो है हामी आज कहाँ कहाँ पुग्छ त्यसको फर्स्ट क्लिप सेकेन्ड क्लिप फर्स्ट क्लिप गरेर बनाउँछु मैले हेर्नु गाइस बाटो हेर्नु बाटो यत्रो बनाएछन् तर यहाँ यति पुरा आउन सकेको छैनन् कि के भन्ने अब गाइस त्यहाँ बनाएको सन्चै छु भन्नुभयो होइन गाइस
कि होइन गाइस बुलेट बाइक गाउँको सम्पत्ति बुलाहान मुनाले हाम्रो पछाडि चाहिँ तिर्पल आछन् अब के हुन्छ स्कुटरमा हो क्या है लगभग खटिके माया आएको थियो होइन खटिके हेर्नु गाइस हेर्नु होइन माया गर्नु भएको थियो मेरो चाहिँ युट्युबमा चाहिँ अहिले चाहिँ अब लास्टसम्म भ्युज पनि गएको छ 61K सम्म भ्युज गएको छ तर पनि त्यति धेरै राम्रो कुरो भएको चाहिँ होइन होइन अनि त्यो टाइममा चाहिँ मैले चाहिँ 1000वटा भिडियो एकचोटिमै हालेको भएको 100वटा भिडियो सरी भन्दा अनि मैले चाहिँ त्यो 100वटा भिडियो चाहिँ एक दिनमै हालेको भएर भनौँ 1 घन्टामा 100वटा भिडियो हालिदिएको होइन मैले चाहिँ खासमा ओल्ड रेकर्डलाई चाहिँ गरेको तर चाहिँ त्यो चाहिँ लिमिटेड भइसकेको रहेछ त्यही भएर मैले चाहिँ त्यो हाल्न सक्दिनँ तर आई निड मोर भिडियो किनकि अब म रोमानिया पुगिसकेपछि मैले चाहिँ ड्युटी गर्नुपर्छ द्याट मैले चाहिँ के गर्नु पऱ्यो भने मसँग समय हुन्छ अनि त्यति बेला मैले भ्लग बनाउन सक्दिनँ त्यही भएर मैले स्टकमा राख्नको लागि मैले क्लिक बाई क्लिक गर्थेँ अनि अलमोस्ट हामी चाहिँ अहिले चाहिँ यहाँबाट बेसी सुन्नुको एउटा होइन त्यहाँबाट उताको एउटा अनि फेरि त्यहाँबाट उताको एउटा गर्दा हामीले चाहिँ क्लिक बाई क्लिक पार्ट 1 पार्ट 2 र पार्ट 3 4 5 होइन हुन्छ त्यही लागि हुँदै चाहिँ लाइक अहिले चाहिँ भ्लगरहरू त्यस्तै गरिरहेछ म पनि त्यस्तै टाइपको गर्दैछु गाइस है अस्ति चाहिँ हाम्रो चाहिँ यात्रा थियो उहाँसम्म भलेखर्का विथ शिवे भाइ है शिवे भाइ थियो हामी चाहिँ त्यो दिन चाहिँ अलिक धेरै वाइल्ड भइयो छ ल हेर्नु गाइस होइन बाटो चाहिँ अब वाइल्डै भइन्छ आज पनि बाटो हेर्नु त गाइस के बनाउँछन् पैसा खाने बाटो हेर्नु त गाइस अहिले हामी ओर्लिने बेला चाहिँ ओर्लेछ उक्लिने बेला चाहिँ मान्छे ओर्लेर धकाल्न पर्ने स्थिति आउँछ त्यो ठाउँमा मैले अस्ति एउटा साथीलाई ल्याएको थिएँ त्यो बेला चाहिँ त्यसले धकालेको थियो है गाइस अहिले फाइनल्ली अनि हाम्रो भाइहरूले पनि होइन युनिक हन्डर भाइले पनि युट्युब च्यानल खोल्यो र किशोर भाइले पनि होइन युट्युब च्यानल खोल्यो सपोर्ट होइन म हरेक भिडियोमा भत्किएर हाल्ने चाहिँ युनिक सपोर्ट है गाइस चाहिँ सुरुमा कहाँ राम्रो हुन्छ त धेरै कुराहरू आफ्नो ठाउँलाई नै माया गर्दैन अनि गाइस होइन अनि हामी चाहिँ अहिले चाहिँ मेरो यो पार्ट 4 मा चाहिँ हामी चाहिँ आइपुगेका छौँ खानेपानी भन्ने ठाउँमा होइन यो पुल नयाँ पुल भन्ने ठाउँ होइन यो यहाँनिर चाहिँ अलिकति बाटो चाहिँ कच्ची गर्नु चाहिँ पिच गरेको रहेछ तर पहिरो गएको कारणले गर्दा चाहिँ यो चाहिँ कच्ची भएको रहेछ ठिकै हो त्यस्तो बाटो चाहिँ हिँड्छ क्या मजाले हिँड्छ होइन ठुल्ठुलो गाडीहरू हिँडेको बाटोमा पिच्नै रहेछ यो कटिसक्यो अब चाहिँ हामी चाहिँ खानेपानीतिर लाग्यो होइन यसलाई चाहिँ स्विजेट भन्छ होइन भाइ हाम्रो चाहिँ उता हेङ्जा अन्त माथि स्विजेट छ अब हामी स्विजेट छ भने गाइस
ठुल्ठुलो टिप्परहरूसँग चाहिँ डर लाग्छ होइन यो चाहिँ खानेपानी हुने ठाउँ हो त्यहाँ तल चाहिँ अलिकति उस छ है त्यो खानेपानीको चाहिँ भने है अनि यो चाहिँ राजपति भने बाजेको हो यो चाहिँ गोप्रोमा चाहिँ फुल भएछ म अब अलिकति लगाइसिकेको भिडियोहरू चाहिँ गोप्रोमा चाहिँ सकिन्छ यो भाइले पनि आफ्नो युट्युब च्यानल बनाएको छ उसले पनि फलो गर्यो यहाँबाट चाहिँ पोखरामा चाहिँ खानेपानी मल थगाए बसेर सबले अनलाइन हेर्दै हिँड्छन् त यार बाटो हेर्नु गाइज अब धुलो हुने सिजन लागिसक्यो गाइज अब चाहिँ धुलो हुन्छ है
बाइक चलाउँदा कति रमक हुन्छ होला हेर्नु गाइस बाइक हामीले चाहिँ आज बाइकमा चाहिँ तेल हाल्न बिर्सेको थियौँ होइन अस्ति कहिले 2 लिटर हालेको थिएँ अनि फेरि हामी चाहिँ यहाँ हिँडेको छौँ कि गाइस फेरि अब एक दिन भएर यहाँ हिँडेँ अनि तर मैले अस्ति निकास मात्रै हो गाइस मैले भिडियो बनाउन थालेको युट्युबमा खोलेको त्यहाँ बाटो हो अब चाहिँ अब बिस्तारै बिस्तारै अब भिडियो हाल्दै जाउँला गाइस अब दिनदिनै हाल्न त पाइन्न होला अब कहिले कहिले यसो हाल्न पाइन्छ अब त्यही हो तर लाइक सब्सक्राइब गरिदिनु होला होइन गाइस हाम्रो चाहिँ यतातिर चाहिँ फेरि धेरै जिपहरू चल्छ होइन गाइस बस चाहिँ त्यति आउँदैन बस आउँछ तर घन्टाको हिसाबमा आउँछ कि कसरी आउँछ होइन गाइस त्यसमा चाहिँ फरक पर्छ भनेपछि कस्तो होला सोच्नु आफै हाम्रो चाहिँ अहिले चाहिँ धान काट्ने सिजन भएर जस्तो बाटोमा पलाउ राख्नुभएको छ होइन पिकअप लिनु पाइन्छ कि अनि आज चाहिँ हामी चाहिँ यो पुलबाट अर्को मेन वे जाऊँ होइन यो चाहिँ सेकेन्डरी वे हो भने चाहिँ यो चाहिँ मेन वे हो यहाँबाट गयो भने चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ यहाँको चाहिँ हाम्रो चाहिँ त्यो कृषि क्याम्पस भयो होइन गाइस हामी कृषि क्याम्पस हुँदै भारतीय स्कुल जाँदैछौँ होइन एउटा बाटोले होइन त्यो बाइक बनाएर आएको थिएँ नि त मैले अनि त्यहाँ बसेर त के हुन्छ अहिले मुख खाने हो घर पानी आएन गाउँमा पानी आएन पानी बनाउनु हिँड्यो अरे ल मलाई म गएको मान्छेलाई यो चाहिँ पुलचर हो गाइस होइन ब्युटिफुल छ यो ठाउँ है अनि भवन गाइस होइन अब यहाँकोले त चिन्नुहुन्छ होला अब सर्नु बाटोमा अलिक है यस्तो यस्तो घर फराखान घरमा आफ्नै कार राख्यो प्राइभेट अब के भन्नु छ गाइस हामीले होइन यो चाहिँ सन्तोषको घर हो सन्तोष दाईको घर है त्यो गाई हाम्रो पुच्चो दाई सब पढेको सन्तोष दाईको घर शकुन्तलाको घर है गाई शकुन्तलाको बाबा
दोकान हेर्नु गाइज मान्छे त झन्नै छन् व्यापार भइरह बिस्तारै बिस्तारै गाइज फाइनली अब हाम्रो चाहिँ ग्रुप टुर सकिने लाग्यो अब रहिगर आउनु लाग्यो गाइज होइन हामीले चाहिँ हाम्रो टुर बनाउनु है गाई चाहिँ सात मिनट भन्दा यो चाहिँ यो पनि यो भाइको घर हो होइन उसले नि बिहे गरेर गएको रहेछ त्यसको बुढी रहेछ कि अनि फाइनली गाई यहाँबाट चाहिँ अब यहाँ चाहिँ अब हब्बड कुखुराहरू पाइन्छ होइन गाइज यहाँ चाहिँ यस्तो ठुलो फार्म छ कि तपाईँले नसोचेको फार्म छ यहाँ आउनुभयो भने चाहिँ हामीले अस्ति भर्खरै 2050मा चाहिँ हामीले कति किलो गरेँ है 5 किलो 700 ग्रामको लको है यहाँबाट गाई अस्ति भर्खरै हो अस्ति भर्खर लको अब चाहिँ हामी यहाँ खोलाको गण्डकीको तिर जानेछौँ मेरो पछाडि अनि बाटो यहाँनिर एक्सिडेन्ट भएको बाटो उहिले हाल्नुपर्ने भयो बाटो चाहिँ यसो अब मिलाइदिनु होला होइन गाइज के भन्ने अब यो ढलन मिलाइदिनु नि गएको भन्ने है राखेकै हो ढलन चाहिँ गरिदिनु भयो तर हल्का लेभलमा चाहिँ ल्याइदिनु भन क्या गाइज बाटो हेर्नु गाइज यस्तो बाटोमा त उहिले हान्दैन उताबाट सिधै स्कुड आएको अन्त सिधै उड्यो क्या गाइज हेलिकप्टर भन्दा केही कम हुँदैन गाइज हेर्नु हाम्रो गण्डकीको बालुवा चाल्ने ठाउँ अनि अब हामी चाहिँ फाइनल्ली भिजै आउनु लाग्यो है गण्डकीको बाटो आउनु लाग्यो अनि कति मिनट भयो भाइ त्यो चाहिँ रोक्नै हेरौँ है मेरो टाइमै देखाउन त यार
बेला चाहिँ सिकार खेल्न पाइँदैन अरे तर हाम्रो सिकार खेलिने होइन गाइस। अब हामीले चाहिँ अर्को सर्भरमा धेरै टिक्न सक्छ होइन होइन फेरि मान्छे अनुसार हुन्छ बनाउने अनुसार हुन्छ होइन मान्छे चाहिँ कस्तो मान्छे राम्रो पऱ्यो भने राम्रै हुन्छ नराम्रो पऱ्यो भने ठक पऱ्यो भने चाहिँ हुन्छ
धेरै पैसा हुनुपर्छ होइन भनौँ न तपाईँ सिलगढी के होइन बिरामी हुँदाखेरि उपचार गर्ने पैसा होस् ब्याङ्कमा अलिअलि होस् क्या कमाइ होस् पहिला त त्यही 15-20 हजार होइन म चाहिँ अब यता पुलतिर जाँदैछु हजुर अहिले चाहिँ तेल हालिदिनु पर्छ बहुत पिता भन्न रोड बाइक जस्तो क्रस बाइक पुरानो सोक्नु पालेको कि मैले